सिद्धा सो मेनी थिंग हाम्रो हेल्थ डिपार्टमेन्टमा जो ये एलोपैथिक हुन्छ एलोपैथिकमा साथसाथमा एबी फेसिलिटी हाम्रो डिपार्टमेन्टमा छ। आयुष मेला आयुष फेयर ये हाम्रो दार्जिलिङ जिल्लामा लास्ट 4 इयर्स पर चल्दैछ। प्रिभियसली जिटिए एरियामा सुकुनामा भयो, अहिले दिस इयरमा हाम्रो जो मेला इटा फ्रम 27 जनवरी माने 3 दिन को 27 माने फेब्रुअरी टू 1 मार्च चल्दैछ। इतापट्टि जो हाम्रो मान्छे हुँदैछ सर्भिस लिनको लागि सर्भिस भी दिन्छु। सो मेनी सर्भिस एलोपैथिक सर्भिस दिन्छु, होमियोपैथिक दिन्छु, आयुर्वेदिक दिन्छु, योगाको दिन्छु। यही हाम्रो माझीधुरा गाउँमै अहिले गर्दैछु। बिकज हाम्रो माझीधुरा गाउँ हाम्रो दार्जिलिङ जिल्लामा हाम्रो आयुष गाउँमा बनाइन्छ। उतापट्टि सेल्फ हेल्प ग्रुपको भी हाम्रो ट्रेनिङ दियो, जो सेल्फ मैसेज भी दिन्छु सेल्फ हेल्प ग्रुप आफ्टर ट्रेनिङ लिनको लागि। इता सो मेनी सर्भिस दिन्छु। यही हाम्रो मेलामा मेन अब्जेक्टिभ हुन्छ। सर आज हामीले कतिवटा स्टलहरू राखिरहेको छ सर। यो जस्तो अब अहिले आज जुन चाहिँ एउटा आयुष मेला भएको छ सर, अहिले डक्टरहरू कता कताबाट आउनुहुन्छ? डक्टर दार्जिलिङ जिल्ला अस्पतालमा आउँदैछ, सिलिगुडीमा आउँदैछ, सो मेनी डक्टर आउँदैछ। दाँतको लागि आउँदैछ, देन हाम्रो आँखाको लागि आउँदैछ, कानको लागि आउँदैछ, एन्ड महिलाको लागि गर्भवती जो माँ हुन्छ माँको लागि भी डाक्टर आउँदैछ। एवं हाम्रो योगा कसरी हाम्रो माने दुनियाँमा हाम्रो देशमा हाम्रो दार्जिलिङ जिल्लामा नन कम्युनिकेबल डिजिज एनसीडी या डे बाई डे ब्लड सुगर हाम्रो जो हाइपरटेंशन क्यान्सर बहुत माने बेसी हुन्छ। यसको प्रिभेन्सनको लागि हाम्रो ये आयुष मेलामा आयुष मेला हाम्रो अवेरनेस गर्दैछु। मान्छेको सो मेनी हेल्थ प्रब्लम दिन्छु, कसरी या प्रिभेन्ट हुन्छ वो भी बताउँदिन्छु। यही मेलाको अब्जेक्टिभ हुन्छ। सर अब अहिले देख्दैछौँ हामीले जुन प्रकारले आज दार्जिलिङको माझीधुरामा छ एकदम रमाइलो जग्गा पाहाडको छ, यहाँ गरिरहेको यो पहिलोचोटि सर, फर्स्ट टाइम हो सर यो फर्स्ट टाइम किन हाम्रो माझीधुरा हाम्रो आयुष गाउँ हुन्छ। हाम्रो इतापट्टि आयुषको लागि एउटा छोटो अस्पताल भी गरिदिन्छ सर। यहाँनिर माझीधुरामा हस्पिटल पनि बनिन्छ? हस्पिटल सानो हस्पिटल सानो आयुषको लागि सेन्टर हेल्थ सेन्टर आयुषको लागि आयुषको स्पेशलिस्ट इतापट्टि हाम्रो बस्दैछु। हाम्रो इतापि हाम्रो डिएम सर एउटा जग्गा टिम नम्बर 7 डाक्टर सन्तोष अनि डाक्टर अमिताभ घोषलाई हामी यस मञ्चमा बोलाउन गइरहेका छौँ। थ्याङ्क यू।